हेलो गाइस, आज चाहिँ जङ्गल जाँदैछु हो। घुम्नु पनि अन्त यसो अब च्याउनिङहरू पाउँछ कि भनेर होइन जान्दैछु र तपाईँलाई म देखाउँछु ल, पाएँ भने देखाउने छु तपाईँलाई भिडियोमा। हेर्नुहोस् है ल, अहिले त जाँदैछु हाम्रो जोजोहरूसँग जाँदैछु म। हेर्नुहोस् है, अब जङ्गल जाँदा त त्यसै अब रित्तै जानु भएन, झोला त लगेर जानु पऱ्यो हो। झोला छ, बन्दोबस्त पुरा छ। अब खाजा लगेर जानु पऱ्यो। गएपछि एकछिन त होइन, अब दिनभरि डुल्नु पऱ्यो हो। बन्दोबस्त पुरा छ। अन्त जङ्गलमा जुगा आउँछ, जुगाको लागि पनि एकदमै लट्ठी बन्दोबस्त छ। त्यसमा एकदम दबाई गरेर गएको छु हो। बन्दोबस्त छ एकदम, केही टेन्सन छैन। त्यही मात्रै पानीको मात्रै टेन्सन हुन्छ हो, टेन्सन हुँदैन यता अरूको त एकदम। पाउँछ आज निङ्ग्रो च्याउ भरपुर भरे केटाहरूलाई अपडेट दिँदै गर्नुहोस् है। टिप्दै गरेको लामेधुरा पुग्यो अहिले त अहिले मलाज भयो। जङ्गल पुगेको छैन हामी, त्यही 3 भाइ गएको। मिङमा जानु छ। च्याउ चाहिँ सुरुवात भयो, अब पाएँ यहाँ। अहिलेसम्म त यहाँ हामीले एक चरण खोजेर बसिरहेको छ। जो देखाइदिन्छ जो बोरामा निङ्ग्रो यति भइसक्यो एक चरणमा, काली निङ्ग्रो। यहाँ यो झोलामा अझै छ। एक चरण खोजेर चाहिँ बिसाइरहेको छ अहिले हामी। यहाँ हामी बिसाएर जुगा खेलाउँदैछ पुरा। जुगा त यति लामो खडे जुगा, तर जुगाको दबाई यहाँ चाहिँ हेर्नुहोस् है। कालिङ्गो अहिले यति पाइसक्यो हो। अन्त तपाईँलाई अहिले भरे कति पाउँछ म देखाउँछु ल। अहिले त्यहाँ चाहिँ सबसे बेस्ट निङ्गो हेर्यो त्यो कालिङ्गो ल। अरू चाहिँ माथि खोज्दैछ। जङ्गलभित्र हरेर चाहिँ जाँदैछ हामी च्याउ निङ्ग्रो बोकेर। रात पऱ्यो यस्तो। मडाइमा खान्छन् पहिला निङ्ग्रो च्याउ खोजिसकेर पनि खाजा खाँदैछ हामीले। कति भाइ जोजो? अन्धकार निस्क्यो होला है। कस्तो दार्जिलिङ जति हिँड्ने हिँड्दैन। पानी नि अलिअलि भेट्दैछ हामीलाई।
यो काटा न कता हुन्छ हैन तिनतिर काट्नु न यो काट्नु न त्यो हुन्छ नि चिप्पेछ नि त नि लगेछ पल्लो हो काटा न दाबी हुन्छ कुरुक 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 कुरुक